ल हेर्नुहोस् साथीहरू, अब हामी चाहिँ अब छुट्टीको दिन बाहिर निस्किन भनेर हिँड्यौँ बाहिर म। अब बाहिर निस्किएर हिँडिसकेपछि एउटा सानो भ्लग बनाउँ न त भन्ने सोचेर एउटा भ्लग बनाउने सोचेँ मैले। तर खासै भ्लग बनाउन त आउँदैन साथीहरू, तर मैले ट्राई चाहिँ गरिरहेको छु है त। ल हेर्नुहोस्, हामी अब यहाँ रोड क्रस गर्ने ठाउँमा आयौँ मार्केट जानको लागि। अब यो रोड क्रस गर्ने ठाउँमा हेर्नु गाडी यति धेरै आइरहेको थियो कि अब हामीले के कुरा गर्नु, तपाईँको बाटो कट्नै सकिरहेको थिएनौँ, किनकि गाडीहरूले हामीलाई बाटो दिइरहेको थिएनन्। अनि हामीहरू यतिकै बसेर सोचिरहेको थियौँ। अनि त्यसपछि ल कसरी बाटो काट्ने त भाइ भन्ने कुरा गर्दै थिएँ म भाइसँग। अनि भाइ चाहिँ होइन दाइ नडराउनु, केही छैन, अब यो गाडीहरूलाई हामी रोक्छौँ, हामी जान्छौँ, अब यिनीहरू रोक्छन् भनेर भाइ अगाडि बढिहालेँ। भाइ अगाडि बढिसकेपछि अब मैले पनि ल त भनेर म हिँडिहालेँ। म जाँदा जाँदै हेर्नु उताबाट गाडी आएर मलाई बाटो छोड्दैन। म अनि दुगुर्दै पारि पुगेँ। अनि बाटो काटिसकेपछि हामी मार्केटसम्म पुग्यौँ। हेर्नुहोस् है, मार्केटको अगाडि गइसक्यौँ। अब यो टर्कीको हाम्रो आङ्काराको कागजार मार्केट भन्ने हो होइन। अब हामी त्यहाँ पुगिसकेपछि अब भाइ र म फेरि अब मार्केटभित्र छिर्ने प्रवेश गर्ने तयारी गर्दैछौँ। अनि भाइलाई भने के किन्छौ त भाइ भनेर सोधेको। भाइले आज दाइ मेरो बर्थडे हो, आज म तपाईँलाई पार्टी दिन्छु भने। अनि त्यसपछि हामी सर्लक्क लाएर मार्केटभित्र छिर्न लाग्यौँ। अनि त्यसपछि हाम्रो भ्लग यहीँनिर रोकिन्छ। अब बाँकी भ्लग फेरि तपाईँहरूलाई हामी अरू बाँकी भ्लग केही समयपछि दिनेछौँ। ल सबैले हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिदिनु होला।